सुरु गर्दा हुन्छ? अब यो हामीले अहिले तुवाचुङ भन्दै आएको डाँडा चाहिँ विविध कारण यसको ऐतिहासिकता अनि यसको चाहिँ मौलिकता र यसको त्यो बारेमा चाहिँ अब हामीले अब म त्यस्तो चाहिँ अध्ययन गर्दा खोज गर्दा त होइन, तर पनि हामीले हाम्रो पुर्खाहरूबाट हाम्रो चाहिँ यो बाटो हामी हिँड्दा ओर्दा खास गरी अलैँचीमा चाहिँ लाग्ने मेलाहरूमा आउँदा जाँदाखेरि हामीले पनि सुन्ने गरेको हो। अब यसको चाहिँ यहाँ के अरे किराँतीहरूको यो आदिम पुर्खा जसलाई चाहिँ हामीले सामान्यतया कृषि युगमा प्रवेश गराउँदाखेरिको एउटा महत्त्वपूर्ण व्यक्तिको रूपमा पनि हेरिन्छ। उसैबाट चाहिँ सांस्कृतिक चाहिँ नै कुराहरू सांस्कृतिक परम्पराहरू थालनी भएको जस्तो यो साकेलादेखि लिएर अनि यो हाम्रो छोरीचेलीहरूलाई बिहे गर्दाखेरि खुर बोलाउने परम्परादेखि लिएर सबै कुरा उसैको यो प्रसङ्गहरू आउँछ। यसको महत्त्व यो छ। अब अर्को चाहिँ के छ भन्दाखेरि हामी यहाँ सधैँ प्रायः गरेर यो हिँड्दाखेरि चाहिँ हाम्रो केही धागोहरू कपडाको कतै नलागे पनि आफूले लगाइराखेको कपडाको केही धागोहरू हामी चढाउने गर्थ्यौँ पहिलादेखि। र यो चाहिँ ठ्याक्कै कस्तो खालको भन्दाखेरि कसरी यसलाई चाहिँ व्याख्या गर्न सकिन्छ भने यो मानवीय उको त छँदैछ। पछि चाहिँ यो छोरीचेली र अथवा चेलीमाइतीको एउटा चाहिँ आदिम तपाईँको चाहिँ यो के भन्छ सम्बन्ध अथवा चेलीमाइतीको चाहिँ एउटा अमर एउटा चाहिँ सम्बन्ध अथवा एउटा यो प्रगाढ सम्बन्धको एउटा प्रतिबिम्बको रूपमा पनि हामीले गर्न सकिन्छ। मलाई लाग्छ विश्वमै चेलीमाइतीको बारेमा एकदम धेरै यसरी प्रख्यात भएको ठाउँहरू एकदम कम होला। खास गरेर यो चाहिँ अब नेपालको सन्दर्भमा चाहिँ हिन्दू देवी देवता शक्ति पीठ यस्तोहरूको अलिकति बेसी चाहिँ चर्चा हुने गर्छ। र यो चाहिँ एकदम टिपिकल किन छ भन्दाखेरि यस्तो खालको यो चेलीमाइतीको सङ्गम स्थल र चेलीमाइतीको बिचमा चाहिँ बसेर भन्ने ठाउँ चाहिँ एकदम कम छ। र मैले हाम्रो पत्रकार साथीहरूलाई पनि आउँदाखेरि खोटामा भन्ने गर्छु, खास गरी यो हामी जो तिहारमा चाहिँ चेलीमाइती नहुने माइती नहुनेले चेलीलाई, चेली नहुनेले माइतीलाई पुज्ने एउटा रानी पोखरीमा एउटा सुरुवात गरेको थियो एकजना मान्छेले। त्यस्तै योलाई चाहिँ हामीले तिहार अथवा यो हिन्दूहरूकोसँग बस्दाखेरिको हिन्दूहरूले मनाउने जो चाड छ तिहार, त्यसमा खास गरी यो पवित्र ठाउँ त यो हो नि। त्योभन्दा अथवा त्यो तिहारको भन्दा तिहारलाई चाहिँ चेलीमाइतीको पवित्र चाडको रूपमा लिन्छ भने यो चाहिँ एउटा पवित्र स्थलको रूपमा पनि अथवा यो एउटा निकै सम्मानित ठाउँको रूपमा पनि हेरिन्छ। तर यसको समस्या के छ भने अलिकति यसलाई प्रचार प्रसारको खाँचो छ। यसको अलिकति व्याख्याहरू बिस्तारै भर्खर सुरु भएको छ। यसको व्याख्याहरू यसको बारेमा खोज अनुसन्धानहरू भर्खर हुँदैछ। धेरै मान्छेहरूले चाहिँ यसको बारेमा लेखा चाहिँ पाइन्न। मैले 2-4वटा खास गरी गोर्खापत्रमा म जहाँ काम गर्छु 2-4वटा आर्टिकलहरू चाहिँ यसमा लेखेको थियो धेरै अगाडिदेखि पनि यहाँ यस्तो हुन्छ भनेर बारेमा। यसलाई पत्रकारहरू माझमा पुर्याउनको लागि यहाँको स्थानीय बासिन्दा स्थानीय चाहिँ जनप्रतिनिधिहरूले र यो यो सम्बन्धी यो सांस्कृतिक अध्ययन अनुसन्धानकर्ताहरूले पनि अलिकति व्याख्या गरेर गर्न जरुरी छ। यहाँ प्रचार प्रसार चाहिँ एकदमै नपुगिरहेको जस्तो लास्ट टाइम पनि यहाँ यो जुन अहिले हामीले देखिरहेको यो मूर्ति छ, मूर्ति अनावरण हुँदाखेरिको सन्दर्भमा पनि अलिकति स्थानीय उहाँहरूसँग सम्बन्धित नभएको भन्ने जस्तो। र स्ट्रक्चरको हिसाबले हामीले अहिले देखिहाल्यौँ एकदम कम छ। जो यहाँसम्म आइपुग्नको लागि मान्छेहरूलाई चाहिँ तपाईँको चाहिँ यो हिँडेर आउनुपर्ने र यो हिँड्दाखेरि पनि बाटो पनि एकदम अप्ठ्यारो जो खालको छ त्यसलाई गरेर चाहिँ यो स्थानीय विशेषतः जुनसुकै ठाउँको पनि विकासको लागि म सबैभन्दा पहिलो कुरा चाहिँ स्थानीयकै पहल गर्न नि आवश्यक पर्छ। र त्यसको लागि चाहिँ स्थानीय जनप्रतिनिधिहरूले अलिकति चाहिँ विशेष ध्यान दिन म जरुरी देख्छु। त्यसको साथसाथै उहाँ जो यसबारेमा ज्ञाता हो उहाँहरूसँग समन्वय गरेर स्थानीय चाहिँ यहाँको नगरपालिका हलेसी तुवाचुङ नगरपालिका छ, नगरपालिकाले चाहिँ यहाँ यसको विज्ञहरूको टोली बनाएर त्यसलाई चाहिँ पत्रकारहरूलाई अथवा चाहिँ सञ्चारकर्मीहरूको बिचमा चाहिँ समन्वय गरेर चाहिँ लग्यो भने वास्तवमा यो चाहिँ एउटा वर्ल्ड वाइडली एउटा चाहिँ किराँतीहरूको एउटा यो सबैभन्दा एउटा पवित्र र एउटा सम्माननीय ठाउँ भनौँ न। पवित्र भन्दा पनि एकदमै सम्माननीय ठाउँको रूपमा यो विकास हुन सक्ने सम्भावना छ र त्यो गर्न जरुरी पनि छ। किनभने मान्छेहरूले के खोज्दो रहेछ भन्दाखेरि सांस्कृतिक रूपमा काहीँ न काहीँ आफ्नो के छ भनेर एउटा प्रतिबिम्बन खोज्ने, आफ्नो चाहिँ पच्चापहरू के हो भनेर आफ्नो विगतहरू इतिहासहरू कोट्याउने हुँदो रहेछ। त्यसो गर्दाखेरि अहिले संसारभरि खास गरी इन्डियामा त निकै ठुलो भुटानदेखि लिएर हाम्रो यतैबाट भएर गएको अहिले हङकङ पुगेको छ। अब भविष्यमा के हुनेवाला छ भने हाम्रो धेरै तपाईँको चाहिँ यो हाम्रो चाहिँ जनसङ्ख्या पनि छरिएर तपाईँको चाहिँ निकै अन्य देशहरूमा धेरै पुग्नेवाला छ। र
त्यो ठाउँमा पुगे पनि मान्छेहरूले भरि खोज्दै आउँदाखेरि आफ्नो हुँदो रहेछ। पहिला हामीले यो ठाउँको बारेमा थाहा थिएन, आफ्नो पुर्खाहरूको बारेमा पनि धेरै ज्ञानहरू नराख्ने थिएन, तर मान्छेले एकपटक त्यो चाहिँदो रहेछ। त्यो हुँदाखेरि त्यतिखेरको सन्दर्भमा हामीले यसलाई प्रचार गर्दै लग्यो भनेदेखि चाहिँ र चाहिँ यसको अलिकति व्यवस्थित यसको विकासको लागि योजना बनाइयो भनेदेखि चाहिँ मलाई के लाग्छ भन्दाखेरि कुनै न कुनै बेला यो निकै नै महत्त्वपूर्ण चाहिँ स्थलको रूपमा विकास हुन्छ। अहिले पनि छँदैछ, सांस्कृतिक रूपमा त अहिले पनि छ, तर यो चाहिँ भौतिक संरचनाको हिसाबले त छैन। अलिकति हलेसीमा आउने जो पर्यटकहरू, आन्तरिक पर्यटक अथवा बाह्य पर्यटकहरू हुनुहुन्छ, उहाँहरूलाई चाहिँ यहाँको स्थानीय बासिन्दाहरू चाहिँ यो हो र यसकोसँग जोडिएको सांस्कृतिक सम्बन्ध भएको ठाउँ चाहिँ यो भनेर अलिकति तान्न सक्यो भने पनि त्यसको लागि चाहिँ तल चाहिँ हलेसीमा रहनुहुने हलेसी यो जनप्रतिनिधि अनि यो हाम्रो मिडियाले पनि त्यसमा सहयोग गर्यो भनेदेखि चाहिँ निकै राम्रो होला जस्तो लाग्छ।